हेलो गाइस, कस्तो हुनुहुन्छ तपाईँहरू? म एकदम ठिक छु। अस्तिको पालि हामीले के भएको थियो तपाईँहरूलाई त थाहा नै होला। थाहा छैन भने म भन्छु, अस्तिको पालि हामीले एउटा बसलाई मारेको थियो होइन। त्यो बसलाई मारेर हामीले एउटा मेगा सर्डको त्यो टुप्पो चाहिँ लिएको थियो, तर त्यसको अब तलको भाग लिनको लागि हामी अर्को ठाउँमा जान आँटिरहेछौँ। सो यो ठाउँ हो यता छ है। ओके जाऊँ यो ठाउँ पनि। हेलो गाइस, हेलो दाइ, हेलो हेलो। ओके लेट्स गो। यति जाने हो जस्तो लाग्छ। यो हाम्रो घर हो गाइस, यो चाहिँ बिर्सिनु हुँदैन। यो त हामी सुत्दा मिल्छ। नो, यो चाहिँ हाम्रो घर हो है। यतै जाने हो कि जस्तो लाग्यो। यति जाने भने जस्तो लागेको थियो। कता जाने हो त? हाम्रो लोकेसन अहिले यता यो कता हो यो? कता जाने भनेको थियो? हेलो हेलो मेबी भनेपछि कता जाने हो र? मलाई थाहा छैन एकछिन है गाइस। मलाई त लागेको थियो त्यता जाने हो भन्ने ठाने, तर कता जाने हो जस्तो चाहिँ भएन। यो एल्डर हाउस हो। मलाई कता जाने भनेको भन्छ अब त्यसले। फाइन्ड द किङ फोरियम त्यो त थाहा, तर कता पाउँछ त्यो? आई डोन्ट नो। मेबी त्यो ठाउँ त बन्दैछ। यो ठाउँ त बन्दैछ पुरै, नत्र यता जानुहुन्थ्यो। यो ठाउँ पुरै बन्दैछ हेर्नु। यताबाट जान मिल्दैन भनेपछि यतै जाने हो। मेबी त्यो पछाडि हेर्नु गाइस, त्यो पछाडि न एउटा के हो छ ठाउँ छ, त्यो जाने हो कि मेबी माथि जाने हो। मलाई त्यस्तै लाग्यो है गाइस, माथि जाने हो। ओके यता जाउँ। यता पनि जान मिल्छ र गाइस। यतै जाने हो सायद गाइस, मलाई थाहा छैन। ओ यो त एउटा सर्टमै मऱ्यो भनेपछि म धेरै नै ताकतवर भएको छ गाइस। तपाईँहरूलाई मार्नै पर्छ। मेबी यति जाने हो। कता जाने हो, कता छ त्यो किङ भन्ने थाहा छैन क्या। मेबी यता के छ? होल्ड द जम्प बटन। ओके यता त म आइसकेको थिएँ। मेबी यता आउने नै होइन त्यो। अब के नै छ र गाइस? ल यता जाऊँ अनि यता जाऊँ। बेकारै यता जस्तो भयो लागिरहेको है मलाई। यता आउने होइन जस्तो लागिरहेको किन मलाई। यता आउने होइन, बेकार आएर म केही छैन गाइस, धेरै छैन बाटो। यो गेम फन त छ, तर लामो छ धेरै। त्यही भएर मलाई अरू गेम पनि ट्राई गर्नु छ र, तर यो गेम नछोडिकन यो गेम छोडेर अरू गेम ट्राई गर्न त्यो धेरै मलाई मन छैन क्या। नत्र म अरू गेमहरू पनि ट्राई हानिदिइहाल्थेँ। यता म आइसकेँ। यस भनेपछि माथि नै जाने हो। नो वे बाक। त्यस्तो पाहाडहरूलाई मारेर बसेर केही कामै छैन है गाइस। ओके हामी एउटा घर रहेछ हो, यति जाने। यो के हो यहाँ? यो फुटाउँ कसै न कसै यो महान व्यक्तिको घर हो। सकिप। ओके यो गेम मलाई माइनक्राफ्टको भाइब दिन्छ भने किन हो किन? युमे पास भनेपछि म यतै जाने हो सायद। त्यहाँ पनि एउटा कसैको घर छ, त्यता घर जाने हो। यो उनीहरूलाई मारेर बस्ने मेरो टाइम छैन है। सरी गाइज, मलाई थाहा छैन कि के गर्ने अहिले।
लेट्स गो यता अनि यता ओ नो मर्यो मेबी यता के यता त म पहिला आएको थिएँ कता जाने हो र भने ए सबलाई डज गर्ने हो कि यिनीहरू मारलाई के फाइदै छैन यिनीहरू कस्तो अननोइङ हो क्या यिनीहरूले के पनि गर्न सक्दैन यिनीहरूको भविष्य केही पनि छैन अब अरू नै ठाउँमा जाने होला सायद जान त यही बाटो जानुपर्ने होला मेबी यस एकछिन है गाइस वेट अ मिनट म रुक्नु गाइस म मर्दिम कि क्या हो म पोर्टलमा जान्छु अनि रुक्नु गाइस मलाई थाहा एउटा प्लान छ मेरो यता जाने हो त्यता जाने हो भने त म त्यति गइहाल्छु नि सिधै मलाई यति मेहनत गर्नुपर्ने के कामै छैन है झेल्नु यतानिर थिच्छु म कहाँ जानुपर्ने र म मेगा ब्लेड पायो अब कहाँ जाने हो त मेबी म यो एउटा ठाउँ लक छ हेर्न यता तल हो त्यता जाने होला मलाई लाग्छ तल है मेबी वेट अ मिनट गाइस ओके मेबी ओ या मलाई थाहा थियो गाइस फाइनली प्रोग्रेस हुँदैछ है अघिसम्म भएको थिएन तर अब हुन्छ मेबी एउटानिर अर्को पनि होइन त्यो गड्ढा जस्तो थियो क्या यता होइन होला यो त भएन नो पक नो वे मर्यो तर केही छैन गाइस होइन यो एउटा ठाउँ देखाएको थिएँ क्या मैले त्यो मेबी त्यो बमले नै त्यो ठाउँमा पनि बमले नै फुटाएरै जाने हो मेबी यतै हो यसलाई हेड मार्नुपर्छ अनि फेरि होइन यसलाई यता आउँछ मर म एक्चुअली यतै हो गाइस मलाई थाहा थियो यतै हो मेबी यतै जाने हो यस फुट या अब तल अनलक या मलाई थाहा थियो यतै जाने हो या नयाँ ठाउँमा आइहाल्यो नि यिनीहरूलाई मारेर पनि हामीलाई एक्सपी पाउँछ त्यही भएर हल्का फाइदाको सौदा पनि छ है गाइस त्यति धेरै नोक्सान पनि छैन सबसे पहिला हामी यता गएर म यता गएर आउँछु है होइन होइन तलै जानुपर्छ पहिला ओके यिनीहरूले गर्दा एक्सपी पनि पाइरहेछ त्यो धेरै नै राम्रो कुरा हो मेबी तल न यो त भएन यार छैन मर्या मर यस गाइस यो गेम लास्टै फन छ होइन भने फेरि अर्को ठाउँमा आयो अब यो युज गर्नुपर्छ क्या नो वे यो त कस्तो ओ नो फक गाइस ओ ब्रो नो वे कस्तो यो वेट अ मिनट गाइस ओके कस्तो डज नगर त यो तल जान्छ क्या लास्ट म मरेँ उसित त्यता 4-5वटा मान्छे छ मान्छे पनि होइन यो कुकुर लाग्दैन अब यो गन ओके
क्लच ओके नो वेट अ मिनट यसरी हो ओके 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 फक यो 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 चाहिँ के हो के यो मर मलाई हट दिएर मरे अब यो पनि सजिलो हो अब एकछिन गाइस ओके एउटा मर्यो ओके ऊ तीनटा हो त फेरि अबी ओके नो ओ नो अब त हेर्नु है गाइस यसरी क्लच भयो भने त नो वे यहाँ त म रिस्टार्टै गर्नुपर्छ त यार म रिस्टार्ट त गर्नेवाला छैन म जसरी भए पनि जितेर छोड्छु किनभने म जितुवा उब्रो यप यसरी जब त्यो तल आउँछ नि त्यति बेला मार्ने हो के यस अब यो पालि मर्यो भने चाहिँ बिल्ला हुन्छ है ओके मेबी मर्यो ओ फक यार एउटाले गर्दा त्यो एउटाले गर्दा अब म सबैलाई मार्दै हिँड्नु पर्यो अब फेरि गाइस मर त्यो लास्ट त्यो पछि आउनेहरूलाई म मारेर बस्नु सक्दिनँ गाइस मेरो पनि अरू जबहरू छ ल चिटर यिनीहरूलाई मारेर बस्नुपर्छ भनेको यिनीहरू त पछि नै लाएर बस्छ त ओके गाइस मलाई यति अननोइङ भइसक्यो नि अब यो 5वटा तलवारको सर्ट बनाउँछु अनि होइन गाइस म म्याजिक बनाउँछु किनभने म्याजिक पनि एकदमै इम्पोर्टेन्ट छ मेरो लागि ताकतवर भयो भने एकैचोटि टाढाबाट हान्न पनि सक्छ क्या त्यो मेरो लागि एकदमै फाइदा तल गएको थियो हामी होइन त्यो माथि हो नो वाट द फक ओ माई गड ब्रो तल पनि को छ ओके नो या मेबी यता आउनु पर्दैन थियो अर्कै ठाउँमा ओके ओके यो ठाउँमा म अहिले नआएको भए राम्रो हुन्थ्यो जस्तो लाग्यो गाइस मलाई यो ठाउँमा पछि एक्सप्लोर गर्छु म यो ठाउँ पछि एक्सप्लोर गर्छु त्यहाँ नयाँ टल्टर पनि रहेछ सबसे पहिला चाहिँ म त्यो तलको ठाउँ एक्सप्लोर गर्छु है मेबी मलाई लाग्छ तलको ठाउँ एकदमै इम्पोर्टेन्ट छ नो वे देयर इज नो वे ब्रो ओके देख्नुभयो म कति प्रो छु मैले तिनीहरूलाई छुन पनि परेन मेबी अहिले त मेरो म्याजिक पनि धेरै हो नो वे ब्रो यो कस्तो अननोइङ छ मर्यो याहु ओके मारेन भने त पछि लागेर कमसेकम ब्याट त छोडिदिन्छ यो त पछि लागे गर्छ भने कस्तो अनलाइन छ भने अब गाइस हेर्नु यो लिने हो अनि यस्तो दिमाग भनेर लाउनुपर्छ गेममा गेम हान्न फायर गर्न ओके नो वे ओ या नो वे वाट द ओके आउन सक्दैन अब त्यो नो fuck you bitch म कहरी क्यान आई फाइट मलाई लाग्दैन ओके आई थिंक आई क्यान यस ओके हर्ट त्यो हर्टलाई लियो भने चाहिँ होइन मेरो
जो भयो भने मर्न चाहिँ मरिरह, त्यो नै राम्रो कुरा हो। ओके ओके ग्याङ, अब माथि यो आयो, यो खाते, यो देखेर त कस्तो रिस उठ्छ भने त बक बक बक। नो ओके ग्याङ, यस अब तल नो, यस यो के ल, दिस इज लिफ्ट। ओके यो पछिको लागि काम लाग्ला सायद, तर अहिलेको लागि के पनि छैन मलाई। नो वे, दिस इज नट। माथि पनि आउन सक्छ? ओके आउन सक्दैन भनेपछि त यो मेरो लागि इजी नै हो नि। ओके ओके मलाई फक नो, यो त स्प्याम गर्छ त। यो गोलम हैन। ओके ओके पछाडिबाट नो वे, फक चन्नेले। नो नो, अब लास्ट हेल्थ बाँकी छ। नो स्किन काम गर्नु हुँदैन गाइस, यस्तो पाए मान्छेहरूसँग जिस्केर के काम छैन। ओ फक यार, अब म फेरि त्यो ठाउँमा केही छैन गाइस, यस्तो हुन्छ। तर मसँग उति छ। अब यसको सट्टो पहिला म सपमा गएर आउँछु गाइस। अफकोर्स मलाई केही किन्नु पनि पर्यो नि त। सप भनेको जाने ठाउँ हो, सपमा गएर केही किन्नु पनि पर्छ। ओके यो के हो? टिकेट अफ फायर, यो चाहिँ के हो? टिकेट अफ फायर भने मेबी यसले के गर्छ? मेबी हामीले यो लियो भने फायर गर्न सक्छौँ। एकछिन है त, एउटा स्पाइडर त यताउतै पाउँछ, स्पाइडरलाई मार्यो भने पनि डायमन्ड त पाइहाल्छ नि हैन? त्यो किन्छु म आज। स्पाइडर मेबी यतैतिर पाउँछ स्पाइडर। डायमन्ड दे त। नोप, डायमन्ड। अहिले चाहे बेला जस्तो डायमन्डै देखाएन। त्यो के काम हो त हेर्नु पर्यो नि हैन? ओके एउटा, अब दुईटा डायमन्ड भएको गाइस। ओके अब लास्ट एउटा डायमन्ड, अनि त्यसपछि म उति किन्छु। आई मिन डायमन्ड लिन यति धेरै हार्ड छैन। ओके जाम, अब मलाई थाहा थियो गाइस। अब डायमन्ड लिने हो, अनि त्यो के हो हेर्नु पर्यो। नयाँ पावरहरू पनि त अनलक गर्नु पर्यो नि हैन? एउटैमा बसेर त हुँदैन नि। ओके हाम्रो प्रोग्रेस छैन एकदमै राम्ररी चलिरह, त्यो म एकदमै खुसी छु के त्यसको लागि चाहिँ। त्यही पनि के गरौँ, जाउँ अनि त्यसपछि किनौँ हाम्रो यो के हो? यो मेबी यो पर्मानेन्ट हो कि टेम्पोररी हो? मेबी टेम्पोररी हो। के हो यो? वाट इज द्याट? मेरो पैसा खर्च? ओके ट्रिङ्केट भने ओ, तर के हो यो? फायर ड्यामेज दिन्छ यसले। अनि यो पर्मानेन्ट त हो नि कमसेकम। यो कुल त छ, तर पर्मानेन्ट हो भने झनै कुल हुन्थ्यो। ओके पर्मानेन्ट जस्तो लाग्यो। हेर्नु गाइस, आई फायर माई, रुक्नु है गाइस, यो थम्बनेल हो मेरो। ओके जाउँ अब। या अब त मजा आउँछ नि यार फायरको। अब पर्मानेन्ट भएको भए चाहिँ राम्रो हुन्थ्यो होला। पर्मानेन्टै हो नि।
-21 what the fuck is this? मेबी म दुईटा छ होइन यो पनि यता पनि हाल्नु हुन्छ न एउटामा मात्रै हाल्नु हुन्छ त मैले सर्टमा हालेँ ओके ए न घरमा गएर सिधै त्यो ठाउँमा पास गर्ने नि ओके गाइस तपाईँहरू बोरिङ मानिरहनु भयो होला तर यो धेरै बोरिङ छैन म वर्ल्डमा यस्तो फोकस गरिरहेको छु कि होइन म यो स्टोरी त कम्प्लिट गरेरै छोड्छु है मेबी यता जाने सायद मेबी नट नप यता होइन यता जाने होइन म यता होइन यता यस नाउ अब हेरौँ कस्तो हुँदो रहेछ त्यसको ड्यामेज आइज तँलाई ट्राई गर्छ पहिला ओके वेट अ मिनट गाइस होइन यसलाई है हामीले यता पनि हाल्नु मिल्छ त्यही भएर म हेरेको छु यो हेरेर एक सर्टमा वाउ ओ यो चाहिँ के हो यो हो मिल्ला नि त मेबी त्यो कम्प्लिट भएन त्यही भएर तर मलाई यसमै कुल लाग्यो है गाइस यो फायरवाला सर्टमा यो पनि कुल छ तर हेर्नु यसले फायर गरिरह तर यो धेरै कुल छ ओके फेरि यस्तो अब चाहिँ यो पालि चाहिँ तल गएर छोड्ने गाइस मर तेरी भेन अब तल जाने हो तल नै हेर्न 81 उति आउँछ के स्पाइडर यो स्पाइडर पनि होइन यो कस्तो अनलाइन अर्कै प्राणी हुन्छ के यो होइन पहिला थिएन है बिस्तारै आउँदै गयो अहिले त झन् आएकै गर्छ भने यो लास्टै अनलाइन छ कि तपाईँहरूलाई मान्नै पर्छ म नुब होइन के यो नै अनलाइन छ के ओके टु सर्टमा आई मिन राम्रै हो देख्नु हो यो कताबाट आउँछ भने यो मसँग के दुश्मनी छ यसलाई ओके अब यसलाई यो दालिने अनि त्यसपछि यो जम कोही हेर्नु ल यतिकै मऱ्यो हात वाट यो वाल त अति इजी भयो ओके अब ओके हामी नेपाली त अति इजी भयो है न यता जाने होइन हामी त्यो एउटा आइरन गोलम आउँछ है गाइस त्यो पालि चाहिँ अब म यस्तो गर्छु क्या यो यता लाउँछु सबसे पहिला त यो युज गर्छु है आइज ओके 80 त्यो भने त धेरै कम हो नि त होइन अब रुक्न म युज गर्छु अनि यसको ड्यामेज गर्छु एकैचोटि त्यति धेरै खायो यार हामी यो खतरा त छ हेर्नु ल 42 गयो यस्तो नुब लागिरह मेरो अगाडि यो अब म तलवारले पनि हान्छु म लुजर बन्न चाहदिनँ नो व्हाट द फक यो बेकार अहिले यो डेरिङ देखाउनुको कारणले गर्दा म मरि यार याछ्या ल देयर इज नो वे यस्तो नुबहरूले मलाई हराउन सक्ने त्यस्तो सपनामा पनि सक्दैन जामर ओके जाम ओके जाम गाइस यो कम्प्लिट गर्न त होइन अझै 5 एपिसोड जति त लाग्लै 1 घन्टाको जति भिडियो बनायो भने त यो एपिसोड धेरै यो गेम धेरै नै लामो जस्तो लागिसक्यो मलाई यो कमाइदियो अनि म तँलाई मारिदिन्छु
तर फोन त छ नि मान्नु परिहाल्यो नि कमसेकम त्यो आइरन गोलम जस्तोलाई चाहिँ मारेर छोड्छु म जे भए पनि रुक्न गाइस अब मलाई थाहा भयो के गर्ने ओके ल यो छोड्नु गाइस म के पनि भन्दिनँ यस्तो नुबलाई चाहिँ मार्नै सकेन मैले त एक बममै मर्छु होला भनेर भन्ठाने त्योभन्दा त मलाई त्यो नै पावरफुल लाग्यो त यो फ्याले मात्र मर्छ के यसमा निशाना हैन निशाना तीनजनामा तल तल जान्छ मान्छेहरू त्यही भएर मरिहाल्छ के कोही न कोही चाहिँ कसलाई ए मेरो इज्जत अब हरि यो माथिको अब माथि पुसिरह सबसे पहिला म यसलाई मार्छु ओके ओ नो हेरी त अनि हर्ड यसले फेरि उति दिँदैन के लुजर मर यस फाइनली मर्यो यो गेममा फल ड्यामेज पनि छैन है गाइस लागेन what the fuck ओके हेरी त अनि मार वेट गाइस त्यसरी भन्दा पनि न यसलाई यता लगाइदियो भने एकदम खतरा हुन्छ यो ड्यामेज यसलाई म तलवारले त हराउन सक्दिनँ रहेछु मेरो हर्ट फुल हर्ट थियो अघि हेर्नु गाइस यतिकै मर्छ अब यो यसलाई त यसको अगाडि म आउनु पनि पर्दैन क्या त्यो पनि म हराउन त सक्छु यसलाई म हातले पनि हराउन ट्राई गर्छु है पछाडि फर्किहाल्छ कि यो नो ओ फक सारे यस्तो दिमाग खाएर अनि फक यु जा गाँड मारा म त मार्दिनँ तिनीहरूलाई तिनीहरू जस्तो कबाडी कुकुरहरूलाई को मारेर बस्छ मारे पनि म यसरी मार्छु अब मरेन अब दिमाग खान्छ भने ल को मार्दै बस्छ यस्तो दिमाग खानेहरूलाई दिमाग खाओस् भाग्ने म त मजाले तिनीहरूसँग म एचपी गवाएर बस्न सक्दिनँ क्या अब योसँग पनि म एचपी गवाउँदिनँ सिधै त्यो गोलमलाई मार्ने प्रक्रियामा जारी छु ओके देख्नु डज यो पालि त खतरा खेलेँ म तपाईँहरूलाई मान्ने गर्छु ओके ल यो त यतै आउँछ त स्टकर हो कि क्या हो यार मलाई स्टक नगर उही यसमा पनि लाग्दो रहेछ अब मऱ्यो नोप मलाई त लागेको थियो नो वे यार मेरो वेस्ट मात्र गयो त्यो आई मिन यो खतरा त छ ओके यसलाई म हराउनको लागि होइन सिधै उयो मात्र चाहिन्छ क्या मेबी यसलाई नहराइकन जान मिल्छ तर यसलाई हराउने मेरो गोल हो म मेरो गोललाई पुरा गरेर छोड्छु तर योभन्दा यो एक हुन्छ हेर्न यो पछाडि फर्किहाल्छ क्या यसलाई हराउने अरू केही उपाय नै छैन मैले एक हेर्नु ल गाइस मैले छुन पनि सकेँ छैन यसलाई हातले हान्नु पर्यो भने त म ओके एक सर्ट त छु यस ओ नो नो वे गाइस म ओके
फाइनली मऱ्यो। ओ चेस्ट पनि रहेछ त्यता, त्यो चेस्ट पनि रहेछ। फाइनली यो धेरै हार्ड पनि थिएन। यो के पाइ एक्सपी। ओ यसले लेभल अप हुन्छ गाइज। ओके यसले लेभल अप हुन्छ। तर यो के काम भयो? अब माथि गएर फेरि त्यो चोमो बाँदरहरूसँग झगडा गर्नु पर्यो यार। अब म मर तिमीहरू गधाहरू, दिमाग छैन। म मान्छे यहाँ गइरहेको छु। ओके फक यु बिच। ओके यसरी मर के, यसरी मऱ्यो भने तँलाई पनि आनन्द मलाई पनि आनन्द। तेरो या नो 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 फक यार। ओके ओके यस नो 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 वे ब्रो। यिनीहरू फेरि होइन हट पनि दिँदैन। हो हट दियो यस। म सिधै माथि जान्छ है म गाइस। म यिनीहरू बाँदरको बच्चाहरूसँग म उति गरेर बस्न सक्दिनँ होइन। यस फाइनली म कतै गइरहेको छु। एउटा ठाउँमा आयो यो बाँदरहरू। म यो होइन यता लाउँछु अहिले। आई मिन पर्मानेन्ट रहेछ यो, खतरा हुन्छ नि होइन। पर्मानेन्ट भनेपछि त खतरा हो नि यो फायरवाला। आई मिन पर्मानेन्ट होइन रै थिएन भने चाहिँ हल्का पाए जस्तो भयो, तर पर्मानेन्टै थियो नि त। त्यही भएर मलाई हल्का यो खतरा लाग्यो। ओके त्यही पनि यो पनि हल्का राम्रै छ। ओके यसलाई पनि लेभल 7 वाउ। यो यस्तो पाएहरू पनि लेभल 7 को। ओ चेक पोइन्ट यता। ओके अब म मऱ्यो भने पनि यतैनिर जन्मिन्छु, त्यो राम्रो। यो के हो गाइस? ओके यसलाई हान्न, एउटालाई हान्न पनि कति बेर लागेको त। अब म यो तलवार बाहेक अरू के नै लिनु छ र? हेर्नु ल के हो यो? मर्यो? नोप। कि त्यसलाई रिफ्लेक्ट गर्न मिल्छ? ओके ओके मिल्दो रहेछ। रिफ्लेक्ट गर्न मिल्दैन रहेछ। यसलाई कसरी मार्ने त ल? हेल ना ब्रो व्हाट द फक। त्यहाँ पनि फालिरह हो। यो मर्छ कसरी त? मेबी यता जाने हो। त्यता मार्न सक्दैन। तर यता जानै मिल्नु परेन। यस ओके मरिरह। मेरो यो चार्ज हुँदैन बाबु, तँलाई म मारेर छोड्छु। त्यो होइन, त्यसले मलाई एक सर्ट दियो भने म मर्छु क्या। एक सर्ट दियो भने त मर्दिनँ त्यही पनि। एक्सपी सायद यो। नो ब्रो व्हाट द हेल ओ माय गॉड फकिङ बिच। आफ्नै उयो पनि ब्लक गर्छ भने पहिलाको टटरले त आफ्नो उयो भयो त ब्लक गर्दैन थियो नि होइन। अहिलेको टटरले त कस्तो भने बिग्रियो भने यिनीहरू त। यो चाहिँ के हो भने यस्तो खाते। ओके यसले पनि मजाले ड्यामेज दिँदो रहेछ।
ओके यिनीहरू त यार बस लेभल भइसक्यो जस्तो कस्तो बस जस्तै लागिरह यार यिनीहरूको त हेल्थहरू पनि बस जसरी देखाइरह हैन मेबी यो ठाउँ अर्को ल आई मिन वाउ म आफूलाई ड्यामेज दिने काम गरिरहेको छु मेबी यो माथि ठाउँ जाने एउटा ठाउँ हो ओके गाइस म अहिलेको लागि हैन यतै एन्ड गर्छु यो भिडियो बेसिकली यो भिडियो 40-50 मिनेटको त भयो नै होला अहिले म यो भिडियो यतैनिर रिसेट गर्छु र म आउने बेला नि यतै हुन्छु यो गेम खतरा छ हैन म मान्नै पर्छ ल अहिलेको लागि बाइ बाइ